नयाँ नेमलाई म तपाईँ सामुखे ल्याउने ट्राई पनि गर्नेछु र अहिलेको लागि म अर्को साथीलाई लिन चाहन्छु किनभने यहाँनिर एकदम रेडी रहनु भयो होला र कोही साथीहरू यदि तपाईँहरू बिजी हुनुहुन्छ हतारमा हुनुहुन्छ भने प्लिज तपाईँहरूले आफ्नो नाम पनि टाइप गर्न सक्नुहुन्छ म तपाईँहरूलाई फर्स्ट प्रायोरिटी दिनेछु र अहिलेको लागि म अलिक बिजी छु बोल्न मिल्दैन भनेर मलाई यहाँ म्यासेज देखिरहेको छु सानो पन्त दिदीतिरै म जान चाहन्छु हेलो सानोजी नमस्ते हजुर नमस्कार नमस्ते यहाँलाई प्रोग्राममा स्वागत गर्न चाहन्छु अनि तपाईँलाई कस्तो छ हजुर थ्याङ्क यू म आरामै छु अनि हजुरलाई कस्तो छ म एकदमै आरामै तपाईँहरूको मायाले यति धेरै साथीहरू हाम्रो अनलाइनमा आउनु भएको छ न्युज डायरीलाई साथ दिनुभएको छ अवश्य पनि भन्नुपर्दा एकदम फिट एन्ड फाइनमा छु हजुर सानुजी भन्नुहोस् आजको विषयतर्फ डोर्याउनै पर्ने हुन्छ किनभने हामीसँग धेरै मित्रहरू रहनु भएको छ अनलाइनमा कतिवटा क्वेसन हजुरले ल्याउनु भएको छ आज हजुर सर्वप्रथम त हजुरलाई धन्यवाद यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरूलाई म सानो पन्तको तर्फबाट नमस्कार टक्राउन चाहन्छु र आज गाउँ खाने कथा र सामान्य ज्ञान छ मैले उहाँ गाउँ खाने कथा लिएर आएकी छु र मसँग 5वटा 6वटा जति छन् हजुरहरूले सुन्नु होला र एन्सर पनि दिनु होला एकदम सिम्पल छ भन्न चाहन्छु धन्यवाद र सुन्नु होला मेरो क्वेसन यस प्रकारको छ हल्दो नफुल्दो झ्यापझ्याप्ती पात के होला हजुर फेरि पनि सुन्नु होला हल्दो नफुल्दो झ्यापझ्याप्ती पात के होला मुला सरी रन हजुरहरूले एन्सर दिन सक्नुहुन्छ भने दिनुहोस् होइन भने प्लिज पास गरेर हेल्प गरिदिनु होला धन्यवाद हजुर हाम्रो जीवनजीले पास गर्नुभयो सायद हाम्रो साथीहरूले पनि आवाज दिनुभएको छैन यसको सही एन्सर हो उन्य जङ्गलमा हुने उन्य र यसै क्रममा मेरो अर्को क्वेसन छ टाउको चिर्दा पुच्छर निस्किने छाती चिर्दा टाउको निस्किने के होला हजुर फेरि पनि सुन्नु होला टाउको चिर्दा पुच्छर निस्किने छाती चिर्दा टाउको निस्किने के होला सरी त्यो पनि रन सरी हाम्रो सिर्जना रोकाजीबाट पनि एन्सर आएको छैन पास गर्नुभएको छ साथीहरू ट्राई गर्नुभयो त्यसको लागि धन्यवाद र यसको सही एन्सर हो कलम पेन र यसै क्रममा मेरो अर्को साथी छ फेरि पनि सुन्नु सरी अर्को पनि छ सुन्नु होला म माथि हेलो चलाऊ तल उस्तै बनाउँछु के हो म माथि हेलो चलाऊ तल भने उस्तै बनाउँछ के हो हजुर थ्याङ्क यू भेरी मच जीवनजी हजुरले एन्सर मिलाइदिनु भयो त्यसको लागि धन्यवाद र अर्को पनि छ मन चोर्ने मायालु राति राति आउँछिन् उज्यालो हुन नपाउँदै कुनी कता जान्छन् के होला सपना हो सपना हजुर थ्याङ्क यू भेरी मच सन्जुसी हजुरले एन्सर मिलाइदिनु भयो र हाम्रो जीवनजीले पनि ट्राई गर्नुभयो धन्यवाद र यसै क्रममा अर्को भन्न म गइरहेकी छु कम्मर कसी काम गर्ने हामी घरको नानी जति पछि हुँदै गयो उति हुन्छ नि सानी के होला सरी कम्मर कसी काम गर्ने हामी घरको नानी जति पछि हुँदै गयो उति हुन्छ नि सानी के होला वाह सञ्जुजी हजुरलाई सो मच थ्याङ्क यू हजुरले कोसिस गर्नु पनि भयो मिलाउनु पनि भयो धन्यवाद त्यसको एन्सर कुछ हो हाम्रो सन्जुसीले मिलाउनु भयो अब लास्ट एउटा छ म हजुरहरूसँग सोध्न चाहन्छु
माया गरे एकै ठाउँमा बस्छ लत्ताले खाने खुरु खुरु हिँड्छ के होला कुकुर मोटरसाइकल मोटरसाइकल थ्याङ्क यू भेरी मच लिनाजीले मिलाउनु भयो र हाम्रो अन्य साथीहरूले पनि कोसिस गरिदिनु भयो सम्पूर्ण मित्रहरूलाई धन्यवाद दिँदै म सानो पन्त अहिले हजुरबाट छुटिन चाहन्छु शुभरात्रि बाई बाई सानजी अनि यसको उत्तर त कुकुर पनि हुन्थ्यो होइन कुकुरलाई पनि लात्ता दियो भने भइहाल्छ सरी किनभने मैले पनि अन्यबाट टिपेर ल्याएको थिएँ त्यसको एन्सर भने साइकल थियो हजुरले भने कोसिस गर्नुभयो धन्यवाद सानोजी हजुरलाई पनि मेरो तर्फबाट धन्यवाद छ प्लिज यो सारी माइक्रोफोन म्युट गरिदिनु होला अनि साथीहरूले पनि माइक्रोफोन म्युट गरिदिनु होला आफ्नो टर्न आएपछि मात्र तपाईँले अन गरेर अनि कुनै साथीले क्वेसन भन्दाखेरि त्यस पछाडि ओपन गरेर पनि आन्सर दिन सक्नुहुन्छ थ्याङ्क यू सो मच वेल साथीहरू एकदमै रमाइलो भइरहेछ हाम्रो सानोजीले पनि एकदमै राम्रो प्रश्न एकदमै ज्ञानवर्धक प्रश्नहरू राखेर गइसक्नु भएको छ र उहाँको आन्सर पनि हाम्रो सम्पूर्ण मित्रहरूबाट आइसकेको छ जीवनजी अनि अल अफ युबाट आइरहेछ धेरै खुसी लागेको छ र यसरी नै तपाईँको ज्ञानलाई बढाउँदै जानुहोला पनि भन्न चाहन्छु सानोजी तपाईँको ट्राइङ एकदम राम्रो छ अल द बेस्ट पनि भन्न चाहन्छु वेल साथीहरू म अघि सन्दीपजी तर्फ गइरहेको थिएँ उहाँ एक अचानक हामीसँग डिस्कनेक्टेड हुनुभयो फेरि पनि उहाँतर्फ जान चाहन्छु हेलो सन्दीपजी नमस्ते हेलो सन्दीपजी नमस्ते यहाँलाई प्रोग्राममा स्वागत गर्न चाहन्छु अनि कहाँबाट यो आवाज दिँदै हुनुहुन्छ अहिले हामीलाई सन्दीपजी म बराइनदेखि दिँदैछु हो बराइनबाट अनि आज मैले तपाईँलाई नयाँ साथी देखिरहेको छु नयाँ फेस देखिरहेको छु एम राइट एकदमै एकदमै राइट हुनुहुन्छ यो सुनिरहेको नाम हो होइन एकदमै तपाईँहरूको आवाज मैले विक्षिप्त त भएको छैन तर पनि स्वाभाविकता चाहिँ फर्स्ट भए पनि चाहिँ सुनिरहेको थिएँ पहिला पहिला कता नामहरू तर आज प्रत्यक्ष हेर्नु पायो खुसी लाग्यो धेरै खुसी लाग्यो तपाईँसँग पनि हाम्रो प्रत्यक्ष लाइभ टक भयो हामी पनि धेरै खुसी छौँ अनि फेरि तपाईँ आउनु भएको छ तपाईँलाई पनि अपिक वेलकम भन्न चाहन्छु प्रोग्राममा अनि कति के कसरी दिन तपाईँको दिनहरू बितिरहेछ सन्दीपजी भनिदिनुहोस् न आज फर्स्ट टाइम म तपाईँसँग कुरा गर्दैछु हाम्रो सन्दीपजीसँग बोल्ने मन हुँदाहुँदै फेरि पनि हामी डिस्कनेक्टेड भएको छौँ अपसेट छौँ एनिवेज केही छैन फेरि पनि उहाँ आउनुहुन्छ पक्कै पनि फेरि पनि तपाईँहरू सामु म ल्याउने नै छु र अहिलेको लागि म अर्को साथीलाई लिन चाहन्छु फेरि पनि सन्दीपजी तर्फ जाउँ उहाँ झलक्क आउँदै हुनुहुन्छ सन्दीपजी हजुर यो मेरो नेट कमजोर भयो ओके ठिक छ केही छैन एकछिन मजाले बोल्नुला त्यस पछाडि गए पनि सुनेर साथ दिनुहुन्छ र सन्दीपजी आजको लागि तपाईँ के गर्नु भन्न चाहनुहुन्छ तपाईँ फर्स्ट टाइम आउनु भएको छ पक्कै पनि तपाईँले पनि एउटा इम्प्रेसिभ खालको केही कुराहरू ल्याउनु भएको छ मलाई खास त्यसरी इन्डिभिजुअली रूपमा आज प्रश्न गर्ने होला प्रोग्रामहरू होइन तर आजको ठ्याक्कै पनि नियमलाई चोरिकन एउटा सानो भावना राखेर जान्छु है त जान्छु भन्दा पनि म्युट नभएर सुन्छु ओके हाउ स्विट ओके तपाईँले आफ्नो भावना राखिदिनु होला के भनिन्छ भने यस्तो छ नि एउटा भनाइ छ हाम्रो कथन फर्स्ट रेफरेन्स इज द लास्ट रेफरेन्स भनेपछि फर्स्ट टाइममा तपाईँको एउटा मन्त्रमुग्ध पर्ने भावना छ भने त पक्कै पनि हामीले तपाईँलाई बिर्सिने छैनौँ अनि तपाईँले पनि हामीलाई बिर्सिने हुने छैन नाउ स्टार्ट प्लिज सुन्दा यति बेला न्युज सन्दीपजीको भावना पनि सुन्न पाइएन है नेटको कुरा पनि एकदम अचम्मको छ साथीहरू एकछिनमै हाँस्ने एकछिनमै रुवाउने भने जस्तै एनिवेज केही छैन सन्दीपजी फेरि पनि म सन्दीपजीको भावना पक्कै पनि तपाईँहरू सामु ल्याउने म कोसिस गर्छु र अहिलेको लागि म रमेशजी तर्फै जान्छु हेलो रमेशजी नमस्ते एन्ड प्रणाम रमेशजी हाम्रो रमेशजीले पनि आवाज दिनुभएको छैन सायद कि बिजी हुनुहुन्छ र साथीहरू यदि तपाईँहरू बोल्न सक्नु भएन भने प्लिज मलाई मेसेज बक्समा तपाईँले टाइप पनि गर्न सक्नुहुन्छ र यही क्रममा म अर्को साथीलाई लिन चाहन्छु सृजना रोकाजीलाई हेलो सृजनाजी नमस्ते
सृजनाजी नमस्ते। हाम्रो सृजनाजी पनि पक्कै बिजी हुनुहुन्छ होला, एनिवेज केही छैन। र अर्को साथी लिन चाहन्छु सोनियाजी तर्फ जान्छु। हेलो सोनियाजी नमस्ते। हेलो नमस्ते दिदी। नमस्ते, यहाँलाई प्रोग्राममा स्वागत गर्न चाहन्छु। अनि सोनियाजी आराम हुनुहुन्छ? हजुर म आरामै छु, तपाईँहरूको मायाले गर्दा एकदमै भनौँ न, अनि भगवानको कृपाले एकदम फिट एन्ड फाइन छु। सोनीजी अनि भनिदिनुहोस् न कसरी आज त दिन कसरी बित्यो? अब हामी त इजरायलमै छौँ है, डे बाई डे हामीसँग न्यू कुराहरू आइरहेका हुन्छन्, तर पनि ओभरअल कसरी बिताउनु भयो? राम्रैसँग बिताउनु भयो होला नि? हजुर। ओके। अनि आजको यो हाम्रो विषयमा हजुरले कतिवटा क्वेसन लिएर आउनु भएको छ नि? हजुर आज मसँग साथीहरूको लागि सानो सानो क्वेसनहरू 5वटा लिएर आएको छु है। हजुर तपाईँले आफ्नो क्वेसनहरू राख्न सक्नुहुन्छ र क्वेसन भन्दा तपाईँले 2 टाइमसम्म रिपिट गर्नुहोला, अनि पास आइसकेपछि हजुरले नै आन्सर दिनुहोला सोनियाजी। अब भने स्टार्ट नाउ प्लिज। थ्याङ्क यू सुमनजी। अन्तर्राष्ट्रिय न्युज डायरी सम्पूर्ण उपस्थित साथीहरूमा मेरो अभिवादन, न्यानो अभिवादन। र म आज साथीहरू माझ 5वटा क्वेसन गर्न जाँदैछु र मेरो फर्स्ट नम्बर 1 क्वेसन छ, साथीहरू कुन तत्त्वले गर्दा खुर्सानी पिरो हुन्छ? सिरानी। होइन, रङ हो। फेरि एकचोटि प्रश्न। कुन तत्त्वले गर्दा खुर्सानी पिरो हुन्छ? कुन तत्त्वले गर्दा? साइन्टिफिक क्वेसन। ओके। मेरो तर्फबाट पास। हजुर, कुनै साथीहरूले यस्तो उत्तर दिन सक्नुहुन्छ भने भन्नुहोस् न त, म पास गर्नुहोस्, म एन्सर गरिदिन्छु। हेलो, कुनै साथीहरूले नै यसको एन्सर दिनु भएन, त्यही कारणले गर्दा म यसको एन्सर भन्न गइरहेको छु। कास्पाइसिन। हजुर, मेरो अर्को नम्बर 2 एन्सर छ, क्वेसन छ, सेतो हात्ती कुन देशमा पाइन्छ? भुटानमा हो। मेरो नम्बर 2 एन्सर छ, सेतो हात्ती कुन देशमा पाइन्छ? रङ हो सञ्जीजी। अफ्रिका। रङ। यदि साथीहरूलाई क्वेसनको आन्सर आउँदैन भने प्लिज तपाईँहरूले हामीलाई पास लेखेर पनि हेल्प गर्न सक्नुहुन्छ। र कोही बाटो आएको छैन भने म पनि त्यसको आन्सर दिन रेडी छु। सोनियाजी प्लिज। ओके। आई एम मेबी थाइल्यान्डमा हुनुपर्छ। यस, राइट भन्नुभयो, थाइल्यान्ड हो। र मेरो नम्बर 3 क्वेसन छ, विश्वमा सबैभन्दा छिटो कुद्ने जनावर कुन हो? चितुवा। हजुर, प्रति घन्टा कति किलोमिटर दौडिन सक्छ होला? यसको एन्सर दिन सक्नुहुन्छ? 20 किलोमिटर सारा पढेको हो, क्लास 8 मा पढेको। 20 किलोमिटर प्रति घन्टा समथिङ कति थियो मैले बिर्सेँ, सरी यसको लागि। हजुर ठिक, तपाईँले भनेको ठिक हो, तर प्रति घन्टा चाहिँ 300 किलोमिटर दौडिन्छ। मेरो नम्बर 4 आन्सर क्वेसन छ, चट्टानको देश भनेर कुन देशलाई चिनिन्छ साथीहरू? फेरि एकचोटि प्रश्न। भुटान। यस राइट, भुटान। चट्टानको देश भनेर कुन देशलाई चिन्न सकिन्छ? राइट, चट्टान अथवा वज्रपातको देश भनेर कुन देशलाई चिनिन्छ भनेर उहाँको क्वेसन रहेको थियो, भुटान। हजुर। र मेरो नम्बर 5 लास्ट क्वेसन छ, हवाईजहाजको आविष्कार कसले गरेको हुन् साथीहरू? राइट ब्रदर्स। यस, थ्याङ्क यू, धन्यवाद साथीहरूलाई। र मैले अहिले सबै साथीहरूलाई शुभरात्रि पनि भन्न चाहन्छु। वाउ, सोनियाजी एकदमै राम्रो क्वेसन तपाईँले राख्नु भएको छ। यसको आन्सर पनि हाम्रो जीवनजी अनि न्युज डायरी अनि अरू साथीहरूबाट पनि आएको छ। यसको लागि अनि हाम्रो ट्राई गरेर रहनु साथीहरूलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु। हजुर,
यदि तपाईँहरू पनि यो विषयमा यसरी नै ट्राई गरेर जानुभयो अनि तपाईँका क्वेसनहरू पनि यसरी नै बाँड्दै जानुभयो भने पक्कै पनि एक दिन तपाईँहरू एकदम पर्फेक्ट भएर निस्किनुहुनेछ। अहिले म किन पर्फेक्ट हुने भन्ने कन्सेप्ट नराख्नु होला, पक्कै पनि तपाईँहरूको छोरा छोरी एउटा नलेज लान्न पनि सकिन्छ। जस्ट किडिङ यु होइन। एनिवेज फेरि पनि प्रोग्राम अगाडि लैजान चाहन्छु। यहाँ मैले केशवजीको नाम हेरिसकेको छु, म अलि हतारमा छु भनिरहनु भएको छ, मलाई म वेलकम गर्न चाहन्छु। केशवजी नमस्कार। नमस्कार यहाँलाई पनि र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरूमा मेरो रात्रिकालीन अभिवादन पनि भन्न चाहन्छु। र आजको अत्यन्तै ज्ञानवर्धक हाजिर जवाब र सामान्य ज्ञान अन्तर्गत विज्ञान प्रविधि र कथा गाउँखाने कथा रहेको छ। यसमा चाहिँ मैले पनि केही प्रश्नहरू बनाएर ल्याएको छु र कृपया माइक्रोफोन म्युट गरेर यहाँ सुनिदिनुहुन्छ र प्रश्नको उत्तर दिनुहुन्छ भन्ने पनि मैले विश्वास राखेको छु। मेरो प्रश्नहरू त खासै जटिल त छैनन्, सामान्य नै छन् र आई होप द्याट यहाँहरूको प्रश्न अवश्य नै आउनेछ उत्तर। म सुरु गर्न गइरहेको छु। मेरो पहिलो प्रश्न छ, 4 वर्ण 36 साल विभाजन गर्ने राजा कुन थिए? पृथ्वीनारायण शाह। यो रङ भयो, ट्राई गरिदिनु होला अझै। होइन नै रङ हो। यहाँ मैले लेखेको जुन छ त्यही आधारमा नै क्वेसन भन्नुपर्ने हुन्छ, उत्तर पनि। अलिक अझै ट्राई गर्नु होला र पास भए पास भनिदिनु होला, म यसको सही जवाब भनिदिनेछु। केशवजी मेरो तर्फबाट पास। हजुर धन्यवाद। र जय सिटी मल्ल। र दोस्रो क्वेसन रहेछ, अमेरिका देश पत्ता लगाउने व्यक्ति कुन थिए? कुन हुन्? यहाँ थिए अलिकति मिलेन, अझै ट्राई गर्नु होला, पुरै नाम भनिदिनु होला। र यहाँहरूबाट उत्तर आएन भने पास पनि भनेर यहाँ लेख्न सक्नुहुनेछ मित्रहरू। कोलम्बस होला। ट्राई गर्नु होला सर, अझै ट्राई गर्नु होला। या मिलेन भने अझै पास पनि भनिदिन सक्नुहुनेछ है त। कोलम्बस। ठिकै छ, म भनिदिन्छु। कोलम्बस त यहाँले मिलाउनु भयो, क्रिस्टोफर कोलम्बस यसको सही जवाब। केशवजी एन्सर त कोलम्बसै होइन र? कोलम्बर त ठिकै भयो, क्रिस्टोफर भएन सर, सरी नामै। र मस्तिष्कको क्रिस्टोफर नै थियो होइन, यो 1945 मा चाहिँ पत्ता लगाएको थियो जस्तो लाग्छ केशवजी। हजुर क्रिस्टोफर कोलम्बर लेखेको छ यहाँ चाहिँ, मैले तिनी सुनेको छु। र मस्तिष्कको हाड कतिवटा हुन्छ? जवाब अहिलेसम्म आएकै छैन यहाँहरूबाट। अत्यन्तै गर्नुभएको छ यहाँलाई धन्यवाद पनि दिन चाहन्छु। र मस्तिष्कको हाड कतिवटा हुन्छ? यो विज्ञान सम्बन्धी छ। हजुर मस्तिष्कमा कतिवटा हाडहरू हुन्छ भनेर उहाँको क्वेसन रहेको। हजुर ट्राई गर्नु होला, अवश्य पनि मिल्नेछ। अन्धकारको झट्टारो पनि हान्दाखेरि कहिले कहिले त लाग्न पनि सक्छ। केशवजी एउटा आन्सर आएको छ 68 भनेर हाम्रो हिमालजीबाट, अनि अर्को आएको छ 10 वटा भनेर, त्यस्तै सानोजीबाट 2टा आएको छ। के सही हो आन्सर? अहिलेसम्म त मिलेको छैन, यहाँले खुद गरिदिनु भएको म धन्यवाद पनि दिन चाहन्छु। 38 वटा 22 कि 27 मिलेन सर, अलिकति मिलेन, 29 वटा चाहिँ हुन्छ है सर। ल तपाईँले अघि 30 वटा भन्नुभयो, एउटा घटाइदिएको त्यो मिलेन। ठिकै छ, यहाँले
ट्राई गर्नु भइरहेको छ र लामखुट्टेको कतिवटा दाँत हुन्छ? लामखुट्टेको दाँत? हजुर, सायद पहिलोपल्ट सुन्नुभयो होला होइन। मान्छेको हुन्छ, पशुको हुन्छ, लामखुट्टेको चाहिँ कतिवटा हुन्छ? मान्छेको सरदर 32वटा भनिन्छ भने लामखुट्टेको चाहिँ कतिवटा हुन्छ? 40वटा। 40वटा? 47, 47। अलिक मिलेन सर। प्रयास गर्नु भएकोमा धन्यवाद। नजिक नजिक नै पुर्याउनु भयो। सरजी पास भनेर आइसकेको छ हाम्रो 3जना साथीबाट आन्सर दिनु होला प्लिज। हजुर 42वटा, यहाँ 32वटा अनुष्काजीले लेख्नु भएको छ। धन्नै 10 चाहिँ जोड्नु पर्थ्यो, उहाँले मिस्टेक गर्नुभयो, धन्यवाद। र 1 केजीमा कति पाउन्ड हुन्छ मित्रहरू? पास भने पास भनिदिनु होला। म यसको सही जवाब दिन यहाँ तम प्यारका साथ बसिरहेको छु र हजुरहरूले आजको क्वेसनहरू टिपेर पनि राख्न सक्नुहुन्छ। यानि कि यहाँहरूलाई फेरि आगामी दिनहरूमा यी क्वेसनहरू दोहोरिन पनि सक्छन् र एउटा ज्ञानवर्धक कुरा पनि हुनसक्छ। हाम्रा ज्ञान हजुरसित सर्टिफिकेट हुन्छ भने हजुरहरूको ज्ञान हामीसित हुन्छ र यसको सही जवाब त आएकै छैन। 2.5 पाउन्ड होइन? 2.5 पाउन्ड रेस्लिङमा त्यस्तै देखाउँछ, 2.5 पाउन्ड भनेर देखाउँछ। हजुर धन्यवाद, यहाँलाई मिलाउनु नै भयो होला। 2.2 पाउन्ड भनिन्छ सर। 2.2 पाउन्ड यानि 4.5 हुनसक्छ है। अनि 50 पुगेन, 2.2। हजुर 2.2 पाउन्ड हुन्छ सर। धन्यवाद। रेस्लिङमा ठगेछ त्यो चाहिँ। अलिकति यहाँले मिलाउनु भएन, ठिकै छ, धन्यवाद गर्नुभएकोमा। नेपालमा सबैभन्दा बढी राज गर्ने राजा कुन हुन् र कतिसम्म राज गरे? प्रश्न फेरि? नेपालमा सबैभन्दा बढी राज गर्ने राजा कुन हुन् र उहाँले कति वर्षसम्म राजा गरेर राजगद्दी भनिन्छ नि, शासन? सबैभन्दा बढी लामो समयमा राजगद्दीमा बस्ने राजा को हुनुहुन्थ्यो र कति वर्ष गर्नुभएको थियो उहाँको परिचय लागि सकिन्छ? हजुर कोही साथीहरूले यहाँनिर भन्न सक्नु भएन भने टाइप पनि गर्न सक्नुहुन्छ। म हेरिरहेको छु। हजुर यहाँको मिलेन, रङ गइछ, रङ मुक्त। हजुरलाई यहाँबाट आउन सकेन, मै भनिदिन्छु। श्री 531 25 वर्षसम्म शासन गर्नुभएको थियो राजगद्दीमा बसेर। देवीको वास्तविक नाम के थियो, के हो? कसको? तारा देवीको वास्तविक नाम के हो? मेरो प्रश्न। तारा देवीको वास्तविक नाम के थियो रहेछ उहाँको क्वेसन? पास सायद आएको होला यहाँ लिना भट्टजीबाट पनि। के प्रश्नको पास आएको या सरी फटाफट पास भने पास लेखिदिनु मित्रहरू। म क्वेसनको उत्तर भन्न गइरहेको छु। टोल कुमारी साथी र महमा कति पश्चात पानी हुन्छ सर? हजुर महमा कति पश्चात पानी हुन्छ? प्रयास गर्नु होला। अङ्कमा छ, जति पनि अन्धकारको छतारो हानिदिँदाखेरि लाग्न पनि सक्छ मित्रहरू। पास आइसकेको छ हाम्रो अनुष्काजीबाट। केशवजी तपाईँले नै आफ्नो आन्सर दिन सक्नुहुन्छ प्लिज। हजुर धन्यवाद। 70% हुन्छ र पुरुषभन्दा महिला शिक्षित भएको देश कुन हो? यो त हजुरहरूले मिलाउन सक्नुहुन्छ होला सायद।
महिला शिक्षक भएको राष्ट्र मिलेर यहाँहरूले ट्राई गर्नुभयो इजरायल होइन यो सही एन्सर रहन्छ सही एन्सर भएन पास भने पास फटाफट लेखिदिनु होला किनकि हाम्रो थोरै समय छ अरू साथीहरूलाई पनि धेरै जनसङ्ख्या चाइनामै छ इन्डिया हुन्छ कतातिर पास के सब्जी हजुर थाइल्यान्ड हो सर मेरो सवालको जवाब दुईटा छ एक पछाडि मेरो पनि क्वेसन सिद्धिनेछ र लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले कहाँ भएको थियो यो सायद यहाँलाई आउँछ पनि होला एकदम सजिलै छ र यहाँहरूले यहाँ टाइप गरेर लेखिदिन पनि सक्नुहुनेछ एन्सर या पास भने पास एकपल्ट फेरि म क्वेसन भन्न गइरहेको छु लक्ष्मीप्रसाद देवकोटाको जन्म कहिले र कुन ठाउँमा या कहाँ भएको थियो जीवन सर ट्राई गर्नु होला यानि कि नत्र भने पास भनेर पनि लेखिन सक्नुहुनेछ जीवन सर ट्राई गर्न पुरै केशवजी पुरै त आउँदैन अब 9 क्लासमा एउटा लक्ष्मीप्रसाद देवकोटाको कथा पढ्दाखेरि पढेको हो कतातिर दिल्ली बजारतिर भनेर सुनेको डेट थाहा छैन मलाई हजुर हजुर दिल्ली बजार अब काठमाडौँतिरै होला है दिल्ली बजार पनि होला कता थाहा छैन मलाई कता हजुर ल म भनिदिनेछु विक्रम सम्मत 1967 साल कार्तिक 27 गते जुन लक्ष्मी पूजाका दिन पनि पर्ने गरेको छ र काठमाडौँको धोबीधारामा भन्ने ठाउँमा भएको थियो नेपाल र ब्रिटिस सरकारको बिचमा सुमौली सन्धि कहिले भएको थियो भनिदिनु होला हजुर हजुर नेपाल र ब्रिटिस सरकारको बिचमा सुमौली सन्धि कहिले भयो सुमौली सन्धि 1947 हजुर अलिक मिलेन ट्राई गर्छु पनि केवालाको नवासी खोजीमा श्रीपा समथिङ भन्ने थियो 1947 प्राय अहिलेसम्म त उत्तर आएको छैन होला सायद मेरो विचारमा यहाँ साथीहरू कहीँबाट पनि आएन आजको क्वेसन त सजिलै नै थियो जस्तो लागिरहेछ मलाई यहाँहरूले सुनिदिनु भएकोमा र क्वेसन टिपिदिएर राखेर आफ्नो ज्ञान गुणका कुराहरूलाई चाहिँ लिइदिनु भएकोमा धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र यसको सही उत्तरमा यसको सुमौली सन्धि गर्ने राजा गिडेवंश वीरेन्द्र विश्व के त थियो समथिङ त्यही छैन हजुर यहाँ त सक्छु लेखेको छैन ल म भन्न गइरहेको छु 2 डिसेम्बर 1815 भएको थियो यति नै मैले लेखेको छ धन्यवाद यहाँलाई पनि र यहाँ सम्पूर्ण उपस्थित हुनुभएकोमा उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरूमा सवालको जवाब या सामान्य ज्ञानको उत्तरको जवाब मैले त्यति पाउन सकिनँ यहाँहरूलाई म पनि सरी भन्न चाहन्छु किनकि आगामी दिनहरूमा यहाँले अवश्य नै जवाब दिनुहुन्छ होला भन्ने आशा राख्दै यहाँहरूबाट छुट्न चाहन्छु हवस् त धन्यवाद गुड नाइट हजुर तपाईँलाई पनि धेरै धन्यवाद केशवजी एकदमै जटिल क्वेसन राख्नु भएको छ तर मार्मिक रहेका छन् तपाईँका क्वेसनहरू हाम्रो साथीहरूले एकदमै ट्राई गर्नुभयो आन्सर दिनको लागि ट्राईको लागि पनि धन्यवाद भन्छु र अहिले पनि तपाईँलाई यो मिठो गाना राख्दैछु त्यसपछि फेरि पनि पुनः कार्यक्रममा उपस्थित हुनेछु Yeah.
वेलकम ब्याक आफ्टर द सङ फेरि पनि म तपाईँको सामु आइसकेको छु एकदमै मिठो गाना हाम्रो हिन्दी गाना बजिसकेको छ प्रशान्त तामाङको मिट म्याबी पक्कै पनि तपाईँहरूले एकदमै इन्जोय लिनुभयो होला भनेर मैले विश्वास पनि गरेको छु होइन मैले चाहिँ एकदमै इन्जोय लिएँ साथीहरू र फेरि पनि प्रोग्रामलाई अगाडि बढाउन चाहन्छु यहाँ मैले धेरै साथीहरू लाइनमा देखिरहेको छु वेटिङमा बसिरहनु भएको छ एकदमै अब उहाँका पनि क्वेसनहरू एकदमै तपाईँहरूसँग राख्नको लागि एकदम भनौँ न हतारमा हुनुहुन्छ होला र अहिलेको अवस्थामा म रमेश वास्तोलाजीलाई वेलकम गर्न चाहन्छु हेलो रमेशजी नमस्ते एन्ड प्रणाम हजुर 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 प्रणाम प्रणाम यहाँलाई आरामै छ आरामै भन्दा पनि बिरामी छु अलिकति व्यस्तताको कारणले गर्दा अघिदेखि जोइन भएर पनि बोल्न सकेको थिइनँ ओहो गेट वेल सर पनि भन्न चाहन्छु तपाईँलाई हजुर धन्यवाद भन्न चाहन्छु हजुर अनि अहिले त ठिकै छ क्वेसनहरू भन्न सक्नुहुन्छ नि होइन हजुर क्वेसनहरू रहेछ आज त्यस्तो छैन र पनि मलाई आएको थियो म सोध्छु है हजुर ओके हजुरले आफ्नो आएको क्वेसनहरू भन्न सक्नुहुन्छ अब भने तपाईँको टाइम स्टार्ट नाउ हजुर मेरो पहिलो प्रश्न छ नङ्ग्री नानीलाई काखीमा च्याप्टी करङमा हान्दा मिठो स्वर हाँसी के होला प्रश्न बजाएको हजुर हजुर धन्यवाद जीवनजीलाई प्रणाम है हात छन् हत्केला होइन छैनन् खुट्टा पैसा छैनन् के हो फेरि राम्ररी सुन्नु होला हात छन् हत्केला छैनन् खुट्टा छन् पैताला छैनन् के होला हजुर कोही मित्रहरू हुनुहुन्छ भने कृपया आवाज दिनु होला हात छन् हत्केला छैनन् खुट्टा छन् पैताला छैनन् के हो पैताला पन्जामा त हत्केला भइहाल्यो नि बुझ्नुभयो क्वेसनहरू चाहिँ हात चाहिँ छन् हत्केला चाहिँ छैनन् खुट्टा छन् पैताला ल पास होला है सबैजनाबाट पास रमेशजी हजुर यो सर्ट र प्यान्ट हात छन् सर्टको हात हुन्छ हत्केला हुँदैन प्यान्टको खुट्टा हुन्छ पैताला हुँदैन नाइस क्वेसन रमेशजी पहिलो चाहिँ त्यसो ल मेरो अर्को फेरि प्रश्न छ घुम्ने मेरो काम हो सधैँभरि घुम्छु पानी खाएपछि भने म आरामसँग सुत्छु के होला हजुर धन्यवाद फेरि एकचोटि प्रश्न एन्सर घुम्ने मेरो काम हो सधैँभरि घुम्छु पानी खाएपछि भने म आरामसँग सुत्छु उहाँले दिइसक्नु भएको छ लिनाजीले दिइसक्नु भएको छ रमेशजी सही भनिदिनु होला यहाँ फेरि अर्को प्रश्नको उत्तर फेरि सोधालिन्छ फेरि होइन घडी हो घडी ओके ल राम्ररी सुन्नुहोस् यो चाहिँ अलिकति जटिल जटिल खालको छ शब्द चाहिँ टारी त टारी उच्चो टारी थोरै माटो फुल रोप्ने बारी के होला बमला हजुर धन्यवाद जीवनजी उसले बोल्दा सधैँ ध्यान दिएर सुन्छन्
कुरा सबै बुझ्न सके मानिस ज्ञानी हुन्छन् के हो? रेडियो। धेरै धेरै ज्ञान छ है। ओके, हात खुट्टा केही पनि छैन, जताततै घुम्छ। बोल्ने मुख नभए पनि गोप्य कुरालाई खोल्छ के हुन्छ? बोल्ने मुख नभए पनि गोप्य कुरा। सबै विदेशीहरूलाई यो भावना सबैमा छ नि है। फेरि के प्रश्न भनिदिनु होला? उसले चाहिँ हात पनि छैन, जताततै घुम्छ, खुट्टा छैन, हात खुट्टा छैन, जताततै घुम्छ होइन, बोल्न पनि सक्दैन, मुख छैन, अनि तर गोप्य कुरा चाहिँ खोल्छ। टेलिफोन। अघि मिलाइसक्नु भएको छ यो, मैले उहाँले क्वेसन फेरि सोध्नु भएकोले गर्दा भने हजुर 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 सिर्जनाजीले सुरुमा दिनुभएको थियो एन्सर। धेरै धेरै धन्यवाद, प्रणाम हजुरलाई। र एउटा अर्को क्वेसन छ, अक्षर छ किताब होइन, गोलो छ इनार होइन, संसारभरि डुल्छ खुट्टा छैन के हो? धेरै धेरै धन्यवाद सञ्जु पाठक र सृजना रोक्काज्यूलाई एकैचोटि दिनुभएको छ उत्तर। आई बुढी मचिँदै गई बुढी थच्चिँदै के हो? ल धेरै धेरै बधाई छ हजुरहरूलाई। र लास्ट एउटा क्वेसन छ, संसारमा कुन माललाई उठाउन सकिँदैन? फेरि प्रश्न। संसारभरिमा एउटा यस्तो माल छ, त्यो माललाई उठाउनै सकिँदैन, कुन माल होला? हिमाल। हिमाल। एब्सोल्युटली राइट। ल मेरो क्वेसनहरू सबै मित्रहरूले सबै क्वेसनको एन्सर दिनुभयो, मलाई धेरै धेरै खुसी लाग्यो यसमा। र सम्पूर्ण मित्रहरूलाई म गुड नाइट भन्न चाहन्छु। फेरि पनि म अवश्य आउने नै छु। अहिलेलाई हजुरहरूबाट म बिदा हुन चाहन्छु। प्रणाम। हजुरलाई पनि प्रणाम रमेशजी, एकदमै राम्रो क्वेसन राख्नु भएको छ। आज निकै नै तपाईँको क्वेसनको आन्सर दिइसक्नु भएको छ हाम्रो सञ्जुजी, अनि जीवनजी, अनुष्काजी, सृजनाजी अनि हाम्रो सरिस्माजी, सबैजनाले एकदमै ट्राई गर्नु भएको छ अनि आन्सर पनि दिनुभएको छ। धेरै खुसी लागेको छ। हजुर, यो हाम्रो प्रोग्राम भनेको पनि यस्तै हो साथीहरू, तपाईँहरूको एउटा ज्ञानलाई चाहिँ हामीले अरू साथीहरूलाई बाँड्नको लागि टरपारीको प्रोग्राम छ आजको प्रोग्राम। हुन त हामीहरूसँग धेरै प्रोग्रामहरू छन्, तर डिफ्रेन्स डेमा डिफ्रेन्स टाइपका चाहिँ हाम्रो प्रोग्रामहरू छन्। तपाईँहरूलाई हामीले अलरेडी पनि भन्छौँ र फेसबुकमा पनि हामीले पोस्ट गरेका हुन्छौँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र त्यस्तै गरेर अनि अर्को साथीलाई लिन चाहन्छु। एकदमै हामी टाइम एकदम अलिक छोटो हुँदै गइसकेको छ र यो बेलामा म सरिस्माजीलाई लिन चाहन्छु। हेलो सरिस्माजी, नमस्ते। सरिस्माजी, उहाँले आवाज दिनुभएको छैन, सायद उहाँ केही प्रब्लम हुन्छ होला। फेरि म जानवीजी तपाईँ जान्छु। जानवीजी नमस्ते। हाम्रो जानवीजीले पनि आवाज दिनुभएको छैन, सायद केही प्रब्लम हुनसक्छ। र अहिलेको लागि म हिमालजीतर्फ जान्छु। हेलो हिमालजी, नमस्ते। हिमालजीले पनि आवाज दिनुभएको छैन, किनकि आजको हाम्रो अफिसियल साथी पनि रहनु भएको छ हिमालजी। उहाँले एकदमै प्रोग्रामहरू रेकर्डिङ गरिरहनु भएको छ। भोलि भने तपाईँले पक्कै सुन्न सक्नुहुन्छ आफ्नो आवाज, अनि कतिवटा क्वेसन तपाईँले मिलाउनु भएको छ भनेर। ओके, अब फेरि म जीवन लुइटेलतिर जान चाहन्छु। उहाँले फेरि पनि मलाई टाइम भन्नुभएको छ। हेलो जीवनजी। हजुरलाई फेरि पनि प्रोग्राममा वेलकम गर्न चाहन्छु। एकदमै मिठो क्वेसनको आन्सर पनि अलरेडी दिइसक्नु भएको छ र फेरि कतिवटा क्वेसन ल्याउनु भएको छ हजुरले आज। अलिक आवाज आइरहेको थियो, नेट सायद गडबड छ होला। अहिले आवाज सुन्नु भइरहेछ? सगुनजी एकै मिनट है त, र म थोरै यहाँलाई भोलिको कार्यक्रम अनि जीवनजी आउँदैछ आज नेटवर्क खराब छ।
एकैछिन है त यहाँलाई फेरि पनि म नमस्कार भन्दै भोलिको कार्यक्रमको बारेमा थोरै जानकारी पनि दिन चाहन्छु र भोलिको कार्यक्रममा मिठा हाम्रा 4वटा गीतहरू पनि छन् र त्यसमा चाहिँ हामीले भोलिको एउटा राष्ट्रकै बारेमा थोरै एउटा टपिक पनि लिएर आएका छौँ र तपाईँको विचारमा अनुशासन भनेको के हो र एउटा नागरिक एउटा राष्ट्रको असल नागरिक हुनको लागि कतिको अनुशासन हुनुपर्छ अथवा एउटा अनुशासन भएको नागरिक हुन कस्तो हुनुपर्छ भन्ने भोलिको विषय छ। अवश्य पनि राम्रो टपिक छ भोलिको र यो टपिकमा यहाँले एकदमै पर्फेक्ट भएर आफ्नो तर्क दिनलाई एकदम स्ट्रङ तर्क दिनका लागि आउनुहोला भन्दै फेरि पुनः यो कार्यक्रमलाई अगाडि बढाउनका लागि सगुन घिसिङजीलाई भन्न चाहन्छु। धन्यवाद। धन्यवाद मननजी, तपाईँले पनि एकदमै मजाले भोलिको टपिक्सको बारेमा जानकारी दिनुभएको छ, त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अहिलेको लागि म जीवनजीसँग बोलिरहेको थिएँ, जीवनजीलाई नै म बोलाउन चाहन्छु। जीवनजी। हजुर हजुर सगुनजी, एउटा अलिक लामो खालको प्रश्न छ होइन, तर त्यो छोटो बनाएर सोध्न पनि मिल्थ्यो, तर म अलिकति लामो बनाएर त्यो प्रश्न सोध्न गइरहेको छु साथीहरूलाई। एउटा मात्रै प्रश्न। ओके, तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ न। एक दिन एउटा विद्यालयमा एउटा साइन्स टिचरले, विज्ञान टिचरले पढाउँदै हुनुहुँदो रहेछ विज्ञानको बारेमा होइन। अनि राम भनेकन साथी त्यो भाइलाई उहाँले प्रश्न गर्नुभएछ, राम तिमी र बाँदरमा के फरक छ भनेर सोध्नु भएछ कि, र रामको उत्तर के, जवाफ के आयो होला? अलिकति ट्रिकी क्वेसन छ, अब जसरी बुझेर उत्तर दिनुहुन्छ होइन। अलिकति ट्रिकी खालको क्वेसन हो, मैले त अलिकति अगाडि अलिकति ट्रिक गर्नलाई मात्रै त भन्नु, अलिकति सोचेर भनिदिनु होला। एकदमै सजिलो छ। हजुर फेरि भन्नुहोस् त। तिमी र बाँदरमा के फरक छ? एकदमै छोटो गरेर सोध्नु पर्यो भने तिमी र बाँदरमा के फरक छ? होइन, बिल्कुलै होइन, एकदमै छोटो गरेर मैले त अगाडिको सबै अरू काटिदिएँ मैले। एकदम तिमी र बाँदरमा के फरक छ? शब्दको फरक छ। गलत। मानव र जनावरको सुन्दरको फरक छ। उच्चारको फरक छ। हजुर हजुर अलिकति यो क्वेसन खासै भन्नुपर्दा मलाई इङ्ग्लिस टिचरले सोध्नु भएको हो खासै वास्तविकमा होइन। उहाँलाई पनि यो क्वेसनमा चाहिँ हाम्रो नेपालमा एउटा छ नि, त्यसलाई के भन्छ, जारी खानलाई दिनुपर्छ एउटा क्वेसन यस्तै उहाँले त्यस्तोमा दिनुभएको थियो, उहाँलाई हामीलाई भन्नुभएको थियो। एकदमै ट्रिकी क्वेसन छ, एन्सर पनि एकदमै सजिलै हो। तिमी र बाँदरमा के फरक छ? हाम्रो रमेशजीले ट्राई गर्दै हुनुहुन्छ जस्तो लागिरहेको छ। रमेशजी, तपाईँसँग आन्सर छ? रमेशजीलाई मैले एकछिन सोध्नलाई टाइम दिएको पनि हो। यस्तो होला, मान्छेको पुच्छर हुँदैन, बाँदरको पुच्छर छ नि। त्यो त म बाँदर भन्दिनँ थिएँ नि त, त्यसो भए अरू पनि त पुच्छर भन्न भएको त हुन्छ नि। यति मात्रै सोध्नु होला, तिमी र बाँदरमा के फरक छ? फेरि पनि म एकदमै भनेपछि टिचरले रामलाई पनि बाँदरै सम्झेको र त फरकै केही होइन। टिचरको प्रश्न हटाइदिउँ, अब टिचरको टपिक हटाइदिउँ। तिमी र बाँदरमा के फरक छ? मैले स्पेसली तपाईँलाई सोध्नु पर्यो भने तिमी र बाँदरमा के फरक छ? बराबर छ भनिदिनु होला साथीहरूले। मैले तपाईँको माइन्ड डाइभर्ट गर्न मात्रै त्यो अलिकति साइन्स टिचरको कुरा बदलेको मात्रै हो, थपेको मात्रै हो। एकदमै सजिलो प्रश्न छ, उत्तर पनि सजिलै छ। तिमी र बाँदरमा के फरक छ? के नै फरक छ नि भन्छु ल। र फरक छ। तिमी र भनेको चाहिँ बिचमा र आयो नि त, त्यही फरक छ। पारा ल्याउँदै हुन्छ। तपाईँले अलिकति प्रश्नलाई ध्यान दिनुभएछ, अलिकति नजिक आउँदैछ, उत्तर नजिक आउँदैछ अब, तर यो चाहिँ अलिक गलत उत्तर नजिक आउँदैछ है। तिमी र बाँदरमा के फरक छ? रमेशजी।
जीवनजी यहाँ एकदमै आन्सर एकदमै थिङ्किङमा ओके म यसलाई धेरै बेर सस्पेन्ड राख्न चाहन्न किनभने समयको पनि एकदमै कमी होला। बादर नाम हो, तिमी सर्वनाम हो। वाउ, एकदमै राम्रो। उहाँले क्वेसन एकदमै भनौँ न कोही माइन्डलाई नै एकदमै गर्ने खालको क्वेसन सोध्नु भएको छ। जीवनजीले खुसी लाग्यो। अनि त्यस पछाडि धन्यवाद पनि भन्न चाहन्छु जीवनजी, एकछिन डिस्कनेक्टेड हुनुभएको थियो, फेरि पनि आउनुभयो। थ्याङ्क यू सो मच फर इट। र साथीहरू एकदमै हामी समयको अन्त्यतिर आइसकेका छौँ र अहिलेको अवस्थामा म सञ्जु पाठकतर्फ जान्छु। हेलो सञ्जुजी, नमस्ते। हजुर नमस्कार। नमस्ते, यहाँलाई प्रोग्राममा स्वागत गर्न चाहन्छु। हजुर आरामै हुनुहुन्छ? धन्यवाद, म एकदमै आराम छु नि। हजुर नि? एकदम म फिट फाइन छु। अनि आज त एकदमै राम्रो टपिक्स पनि रहेको छ हाम्रो, होइन? अनि के लिइरहनु भएको छ हाम्रो साथीहरूलाई ज्ञान बाँड्नको लागि? कस्ता कस्ता क्वेसनहरू ल्याउनु भएको छ तपाईँले? सम्पूर्ण जनाउन चाहन्छु। आज टपिक एकदमै राम्रो छ। आफूसँग भएको ज्ञान अरू साथीहरूले लिने र अरू साथीहरूसँग भएको ज्ञान आफूले लिने टपिक छ। एकदमै मनपर्छ यो हाइजरका दौड्ने टपिक भन्ने साह्रै मनपर्छ। र भने म तपाईँलाई प्रश्न सोध्छु है, हाम्रो टाइम पनि छैन। मैले आज 5 छोरा प्रसङ्ग राखेको छु। मेरो पहिलो प्रश्न छ, एटिएमको पुरा अर्थ के हो? एटिएमको पुरा अर्थ के हो? ऑटोमेटिक टेलर मशीन। ऑटोमेटिक टेलर मशीन। सही आन्सर हो। मेरो प्रश्न छ, कुन जीवको रगत सेतो हुन्छ? अर्को प्रश्न छ मेरो, नेपालको सबभन्दा अग्लो व्यक्तिको नाम को हुनुहुन्छ र कुन जिल्लामा हुनुहुन्छ उहाँ? राजकुमार अधिकारी। कुन जिल्लामा? मोरङ। ठिक, करेक्ट एन्सर। अर्को मेरो प्रश्न छ, विश्वमा सिनेमा हल नभएको देश कुन हो? सबैले मिलाउनुहुन्छ होला। प्रश्न थियो। र अर्को मेरो प्रश्न छ, नेपालमा पहिलो संविधान सभा कहिले भएको थियो? साल र मिति? पनि हुँदैछ संविधान सभा चाहिँ। नेपालमा पहिलो संविधान सभा कहिले भएको थियो? मिति पनि भन्नु होला। साथीहरूलाई यदि आन्सर आएन भने प्लिज तपाईँले एसएमएस पनि गर्न सक्नुहुन्छ, पास भनेर प्लिज। यसको सही आन्सर थियो 2064 साल चैत 28 गते। र मेरो अर्को प्रश्न छ, पाल्पा जिल्लामा ढाका टोपी प्रसिद्ध छ भन्ने ताप्लेजुङ जिल्ला के को लागि प्रसिद्ध छ? तय गर्नु होला साथीहरूले पनि। अदुवा पास आइसकेको छ सञ्जुजी हाम्रो रमेशजीबाट। अलैँची सुन्नुभयो? मेरो अर्को प्रश्न छ, कम्प्युटरमा प्रयोग गर्ने सिपियु को पुरा अर्थ के हो? सेन्ट्रल प्रोसेसिङ युनिट। करेक्ट एन्सर जीवनजी। मेरो आजको क्वेसन यति छ साथीहरू, धन्यवाद। थ्याङ्क यू सो मच। तपाईँलाई पनि भन्नै पर्ने हुन्छ किनभने एकदमै मिठा क्वेसनहरू राख्नु भएको छ र हाम्रो सम्पूर्ण साथीले एकदमै मिलाउनु पनि भएको छ। धेरै खुसी लाग्यो। एकदमै भनौँ न एकदमै ट्यालेन्ट हुनुहुन्छ। आज निकै धेरै मान्छेहरू म ट्यालेन्ट देखिरहेको छु। यसै नै अगाडि बढ्दै जानु होला भनी भन्न चाहन्छु। सञ्जुजी यस्तै क्वेसनहरू फेरि पनि हाम्रो प्रोग्राममा लिएर आउनु होला, पार्टिसिपेट हुनु होला। थ्याङ्क यू सो मच।
ओके साथीहरू एकदमै समयको एकदमै हामी नजिक आइसकेका छौँ तैपनि यहाँनिर म एउटा क्वेसन छ भनेर हाम्रो लिनाजीले पनि भन्नुभइरहेको छ रमेशजीले पनि म उहाँलाई टाइम दिन चाहन्छु लिनाजीतर्फ जान्छु हेलो लिनाजी नमस्ते नमस्कार नमस्कार यहाँलाई प्रोग्राममा फेरि पनि वेलकम गर्न चाहन्छु अब तपाईँको क्वेसन फेरि पनि टाइम दिनुभएकोमा धन्यवाद साथीहरूलाई पनि फेरि म क्वेसन अहिले पनि रमाइलो भयो अहिले पनि मेरो ठ्याक्कै क्वेसन त गाउँले पाराकै छ पक्कै पनि मिलाउनुहुन्छ भन्ने पनि आशा गरेको छु म यो एउटा क्वेसन म सोध्दैछु नजानेर एकछिन पर्खिनु भनेर सानो रोटी खान सकिँदैन सिड्के रोटी समात्न सकिँदैन के हो खाऊ रोटी खाइ नसक्नु बेतक लौरी उठाइन खाऊ भन्ने के हो सर पर घाम मिलेन सानो रोटी खान सकिँदैन सिड्के लट्ठी समात्न सकिँदैन के हो यसको एन्सर चाहिँ दुईटै छ कि चन्द्रमा एउटा चाहिँ मिलाउनु भयो है साथीले सानो रोटी खान सकिँदैन चन्द्रमा यो चाहिँ मिलाउनु भयो अर्को के पो त्यसमा चन्द्रमा र दुईटा छ यहाँ सिड्के लट्ठी समात्न सकिँदैन सर्प हो तारा तारा होइन हाफ एन्सर पाएँ हाफ नपाएँ पास मै भनिदेऊ कि हजुरले नै भन्न सक्नुहुन्छ हामी किनभने टाइमको एकदम अन्त्यतिर आइसकेको छौँ लिनाजी बाघको पुछार ओके सही आन्सर थियो बाघको पुछार साथीहरू तपाईँले चन्द्रमा र बाघको पुछार एकजनाले त मिलाउनु भयो नि नआइदिए हुन्थ्यो तर आउँछ त्यो पनि देखिँदैन के हो एकदम सजिलो क्वेसन नआइदिए हुन्थ्यो आउँदा फेरि देखिँदैन भनेर उहाँको क्वेसन रहेछ के हो होला अलि मिलेन त्यो पनि मिलेन मोबाइलमा फोटो त्यो पनि मिलेन होइन जीवन मैतेलजी कता जानुभयो मोबाइलमा फोन होला त्यो पनि मिलेन पास आइसकेको छ भूकम्प अजङ्ग बाबु तिरिङ्गे छोरो कालो नाति सेतो पलाती के हो कटुस थ्याङ्क यू सानुजी बेहुला न बेहुली घर बरी जान्ती के हो एकदम कमिला थ्याङ्क यू सानुजी दुईटा सानुजीले मिलाउनु भयो ठ्याप्प पाइला ल्याप्प कान दुईटा पुछार के हो तपाईँले नै आन्सर दिनु होला लिनाजी यसको आन्सर ठ्याप्प पाइला ल्याप्प कान दुईटा पुछार के हो हात्ती धन्यवाद साथीहरू फेरि पनि मौका दिनुभयो प्रयास गर्नुभयो लिनाजीलाई पनि धेरै धन्यवाद एकदमै राम्रो क्वेसनहरू राख्नु भएको छ थ्याङ्क यू सो मच र यो म फेरि रमेशजीले मलाई रिक्वेस्ट गर्नुभएको छ उहाँको एउटा क्वेसन म राख्न दिन्छु उहाँलाई टाइम ओके रमेशजी तपाईँको क्वेसन राख्नु होला प्लिज हजुर धन्यवाद हजुरलाई पनि मेरो क्वेसन यो छ कि एउटा गाउँमा चाहिँ पहाडबाट चाहिँ अलिकति म सर्टमा लाँदैछु एउटा पहाडबाट चाहिँ एउटा मान्छे चाहिँ एउटा चाहिँ विदेशमा पढ्न गएछ बनारसतिर पढ्न गएछ संसारको सबैभन्दा ज्ञानी हुन्छु भनेर आएछ सबैभन्दा जान्ने हुन्छु भनेर चाहिँ आएछ है फर्केर पढेर आइसक्यो 10-15 वर्ष पास पछि र आइसकेपछि गाउँमा पहाडतिर जाँदाखेरि हिँडेर गयो पहाडमा हिँडेर गइसकेपछि अनि पुरा तिर्खा लागेछ उसलाई पुरा तिर्खा लागिसकेपछि चाहिँ अनि उसले पानी खाउन भनेर दुईजना चाहिँ लुगा धुँदै रहेछन् पँधेरामा अनि दुईजनालाई अलिक